आशा छ यो चुनावपछि आउने नयाँ पार्टीका नेताहरूले भने यस्तो काम नगर्लान्, नत्र यी पुराना पार्टीका नेताहरूलाई त बाँधेरै घाँस हाल्नु पर्ने। नेता हुँ भन्दै घुडी पल्टाउने, विकास गर्दै नगर्ने, गरे पनि भएका प्राकृतिक सम्पदाहरूलाई मासिने गरी विकास गर्ने। दिगो विकास, सस्टेनेबल डेभलपमेन्ट भनेको त कुन चरीको नाम। विकासको नाममा खोला नाला मास्ने, वनजङ्गल मास्ने, अब हुँदाहुँदै हामी माथि रहेको जुन आकाशको ओजन लेयर छ त्यसलाई पनि मास्ने खालको विकासका योजना ल्याएका रहेछन्। खासमा कुरा के भने दैलेखमा यति बेला ठूलो मात्रामा मिथेन ग्यास फेला परेको छ। त्यही ग्यासलाई पाइपलाइन मार्फत घर घरमा पुर्याउने योजना रहेछ। 10 वर्षदेखि केपीबा बोल्दै आएका थिए नि, त्यही ग्यास रहेछ। ए हजुर, मिथेन ग्यास हो हजुर, मिथेन ग्यास। हामीले घरमा प्रयोग गरिरहेको एलपीजी ग्यास जस्तो होइन। मिथेन ग्यास हाम्रो वातावरणको लागि अत्यन्तै हानिकारक हुन्छ। हाम्रो माथि रहेको आकाशको जुन ओजन लेयर हुन्छ त्यसलाई पनि हानि गर्ने प्रमुख ग्यास मध्ये एक हो। यही कुरा बुझेर अमेरिका, युरोप लगायत विभिन्न विकसित देशका राष्ट्रहरूले आफ्ना देशका घर घरमा इलेक्ट्रिक चुलो अथवा इन्डक्सन चुलो पठाइसकेका छन्। हाम्रो देश भने अझै ग्यासको पछाडि दौडिरहेको छ। त्यो मिथेन ग्यासलाई त्यही जमिन मुनि छोडेर बरु इन्डक्सन चुलो वितरण गर्नतर्फ लागौं, किनकि हाम्रो देश यसै पनि हाइड्रो पावरमा अत्यन्तै धनी देश हो। घर घरमा इन्डक्सन चुलो कुनै ठुलो कुरो होइन। जस्तो देश त्यस्तै भेष भन्ने कुरालाई अलिकति दिमागमा राखेर सस्टेनेबल डेभलपमेन्ट तर्फ अलिकति फोकस गरेदेखि हाम्रो देशको लागि अत्यन्तै राम्रो हुन्थ्यो। यो सुझाव नयाँ पार्टीका नयाँ नेताहरूलाई पनि।